मेरो जिन्दगीको एउटा लेखक। मेरो जिन्दगीको कथा बेचौँ भन्छ एउटा लेखक। नाफा आधा आधा अनि नाम आफै लेखौँ भन्छ एउटा लेखक। पत्र पत्र लुगा खोले जस्तै म खोलौला तिम्रा मनका गाथा। चिम्लिएर आँखा तिम्रा कि राख एकहोरो भन्छ एउटा लेखक। टप्प टप्प आँसु झार्नुपर्छ अमिलो पिरो म हाल्नेछु। जस जस दुख्छ मन सम्झिएर ती व्यथाहरू, त्यही व्यथाको व्यापार अपार हुन्छ भन्छ एउटा लेखक। मेरो जिन्दगीको कथा बेचौँ भन्छ एउटा लेखक। नाफा आधा आधा नाम आफै लेखौँ भन्छ एउटा लेखक।